हप्तामा आउने एक दिन शनिबार त्यो पनि यति चाँडो बित्छ थाहा नै पाउँदैनौँ। सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। इट्स मी प्रियङ्का एन्ड शनिबार चाहिँ के गर्ने भनेर एक दिन अगाडि नै सेड्युल बनाएर राख्छु। सो आज चाहिँ म साथीसँग कफी डेट जान्छु भनेर सोचिसकेको थियो। यो कफी सप चाहिँ मेरो वान अफ द फेभरेट कफी सपमा पर्छ बिकज आई एम कफी लभर। इफ तपाईँहरूले पनि एस्थेटिक पिस टाइपको इन्भाइरोमेन्ट मनपर्छ भने यो कफी सप पक्कै पनि भिजिट गर्नु होला। म लिङ्क चाहिँ बायोमा हालिदिन्छु। अनि साथीसँग कति धेरै कुराहरू डिस्कस गर्न पाएँ, गसिप गर्न पाएँ आफ्टर सो लङ। हाम्रो चाहिँ कलमा पनि खासै कुरा हुन्न। अनि त्यसपछि हामीले केही फोटो भिडियो क्लिक गरिसकेपछि हामी चाहिँ पानीपुरी पापडी चाट खानातिर लाग्यौँ। अनि त्यसपछि हामी आफ्नो घरतिर लाग्यौँ। अहिले चाहिँ काठमाडौँमा लास्ट चिसो बढा रहेछ, यहाँ बस्नेहरूलाई थाहा नै होला। गाडीबाट ओर्लेपछि 5 मिनट जति हिँड्नुपर्छ। अनि बाटोमा चाहिँ एकदम हरियो हरियो साग बिकिरहेको थियो। सो मैले चाहिँ साग किनेँ, घर गएर खाना पकाउनु छ। मेरो अनलाइन ज्वेलरी सप पनि छ। सो तपाईँहरूलाई पनि इफ यो वेडिङ सिजनको लागि ज्वेलरीहरू चाहिएको छ भने KSW एसेसरिजलाई सम्झिनु होला। म तल बायोमा लिङ्क पनि हालिदिन्छु। आज नयाँ सामानहरू पनि आएको छ। सो तपाईँहरू भिडियो हेर्दै गर्नु होला, म सबै भिडियो हाल्नेछु। र तपाईँहरूलाई कुनै पनि ज्वेलरी, कुनै इयरिङ, झुम्का मन परेको छ भने मलाई मेसेज गर्नु होला। सो आजको लागि यति नै थियो। गुड नाइट, टेक केयर, सी यू इन द नेक्स्ट ब्लग।